जटामा भगवान शंकरको गंगा पनि छिन्। जब पृथ्वीमा आउने क्रम थियो गंगाको, त्यति बेला भगवान शंकरले जटा फिजाइदिनु भयो अनि त्यहाँ गंगाको वास छ। गंगा भनेको ज्ञान, भगवान शंकरको अधीनमा छ ज्ञान। त्यही भएर विद्या चाहने वालाले भगवान शंकरको उपासना गर्नु भनेर भनिन्छ। गंगा भनेको ज्ञान। अनि पानीको काम के हो त भन्दाखेरि प्यासीलाई प्यास बुझाइदिने काम हो नि, है। ज्ञान रूपी पानीबाट जलले जुन जिज्ञासु रूपी पिपासुहरूलाई, पानी खान इच्छा गर्ने व्यक्तिहरूलाई, प्यास लागेकाहरूलाई परिपूर्ण गरिदिने। यसरी गंगा भनेको ज्ञान, सबैलाई मुक्ति दिनेवाला, हृदय ज्ञानान्न मुक्ति।